दर्शकहरू यतिखेर प्रतिनिधि सभाको चुनावका लागि देशमा चुनावी माहौल तातेको छ। फागुन 21 गते प्रतिनिधि सभाको चुनाव हुँदैछ। यतिखेर देशभरि चुनावी माहौल बन्दैछ। नेताहरू घर दैलोमा व्यस्त छन्, कार्यकर्ताहरू घर दैलोमा व्यस्त छन्। यतिखेर चुनावी माहौल निकै देशभरि तातिसकेको अवस्था छ। फागुन 21 गते नजिकै आइसकेको छ। अब 17 दिन बाँकी छ। यतिखेर हामी जनताहरू के भन्छन्, जनताहरू कस्तो उम्मेदवारलाई मत दिने, कस्तो उम्मेदवारलाई जिताउने, आज हामी कुराकानीको लागि कैलालीको जोशीपुर गाउँपालिकामा रहेको जोशीपुर बजारको व्यापारीहरूसँग कुराकानी गरिरहेका छौँ। जोशीपुर बजारका व्यापारीहरू कस्ता उम्मेदवारलाई मत दिने, कस्ता उम्मेदवारलाई विजय गराउने र अहिले चुनावी माहौल कस्तो छ, देशभरि कस्तो भइरहेको छ, आखिर कस्तो उम्मेदवारलाई अहिले भनौँ न मतदाताहरूले मत दिने, यावत विषयमा हामी कुराकानी गर्न गइरहेका छौँ। यतिखेर हामी जोशीपुर बजारमा छौँ। कैलालीको जोशीपुर बजारबाट व्यापारीहरूसँग कुराकानी गर्न गइरहेका छौँ। अहिले म थोरै यहाँनिर कुराकानी व्यापारीज्यूसँग। नमस्कार। नमस्कार। के छ, फागुन 21 गते चुनावी माहौल तातिरहेको छ, कस्तो उम्मेदवारलाई विजय गराउने यहाँहरूको भनौँ न यो किसिमको इच्छा छ योपालि? सर्वप्रथम त म यहाँहरूलाई आज विचार लिनुभएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु। अब निर्वाचन नजिकै छ। आजबाट फेरि एक खाले नयाँ निर्वाचनको माहौल आउँदैछ। हामीले त यो चुनावलाई एउटा नयाँ ढङ्गले 2 वर्ष पछाडि हुनुपर्ने निर्वाचन 2 वर्ष अगाडि हुँदैछ। यो एक आम देशमा भएको एक समस्या भनौँ कि देशमा भएको एक परिवर्तनका कारणले 2 वर्ष अगाडि निर्वाचन हुँदै गर्दा अब सबल र सक्षम उम्मेदवार जसले आज यो क्षेत्र निकै पछाडि छ। विगत केही समयदेखि विभिन्न कुराले हाम्रा बाटाघाटा, शिक्षा, स्वास्थ्य, रोजगारी यी विविध यथावत समस्या यो जोशीपुरको परिप्रेक्ष्यमा मात्रै नभएर यो क्षेत्रको समस्या मात्रै नभएर समग्र देशको समस्या भएको हुनाले अब चाहिँ यो क्षेत्रमा एउटा असल राष्ट्र माया गर्ने विकास प्रेमी नेतालाई ल्याउन आवश्यक छ। यसो हुँदा अब यो नजिकै गरिरहेको चुनावमा अब मलाई लाग्छ जहाँसम्म कसैले फेरि देशमा अहिले घन्टीमय भनौँ न घन्टीमय छ, घन्टीमय बालेन सरकार भन्छन्। तपाईँ कसरी लिनु भएको छ, के भन्न चाहनुहुन्छ, कस्ता उम्मेदवारलाई मत दिने? अब यो अहिले वर्तमान अवस्थामा यो देशभरि मात्र नभएर अन्तर्राष्ट्रिय रूपमा पनि यो जतापनि यो सामाजिक सञ्जालमा देखिरहेको छ। तर मैले चाहिँ यसलाई कसरी लिएको छु भने यो अब उहाँहरूलाई हुन त टेस्ट कतिपयले के भन्छन् भने टेस्ट गर्न पाइएको छैन, तर हामीले त टेस्ट लिएका छौँ विभिन्न ठाउँहरूमा। जस्तै अब बालेनजी मेयर हुँदा अथवा उहाँहरूका माननीय हुँदा उहाँहरूले गरेका कामहरू टेस्टेड छन्। देशलाई जलाउने, सिंहदरबार आगो लाउने, व्यक्तिगत सम्पत्तिहरूमाथि आगो लाउने, एउटा त्रासमय वातावरण बनाउने र भोलिका दिनमा यो नभन्न सकिँदैन कि फेरि उहाँहरू नै आउनुभयो भने त्यही प्रकारको त्रास उत्पन्न हुन्छ कि यो भनिरहँदा सामाजिक सञ्जालमा फेरि तपाईँलाई गाडीको ओहिरो लाग्ला, बालेनले देश जलायो भन्दा पनि बालेनले देश विकास गर्यो भन्ने अहिले जनताको यो प्रश्न स्वाभाविक हो। अहिले उहाँहरूले जनतामाझ भन्दा पनि सामाजिक सञ्जालमा एउटा प्रोपोगान्डा टेक्निक छ उहाँहरूको, हामी यसलाई प्रोपोगान्डा भन्छौँ। यो न्यू ट्याक्टिक्स छ। विशेष गरी सामाजिक सञ्जाल मार्फत नै विभिन्न राजनीतिक दलहरूलाई कटाक्ष गर्ने, विभिन्न राजनीतिक दलहरूलाई गलत गतिविधिहरू अगाडि ल्याउने। यसले समग्र मैले जे बोलिरहेको छु सत्य बोलेको छु। यसले कसैले सामाजिक सञ्जालमा मलाई कटाक्ष गर्दा, मलाई गाली गर्दा पनि त्यो प्रकारको समस्या आउँदैन जस्तो लाग्छ मलाई। तर देश बनाउने नै हो भने हामीले म एउटा कुनै दल मात्र नभएर यो राष्ट्रलाई माया गर्ने, यो विकासवादी व्यक्ति, शिक्षा, स्वास्थ्य, रोजगारी लगायत विविध कुराहरूमा ध्यान दिने एक खाले उम्मेदवारलाई हामीले छान्न आवश्यक छ। तपाईँको कसलाई र कसलाई, कुन पार्टीलाई, कुन दललाई, नयाँलाई या पुरानालाई? कता कता विद्यार्थी राजनीतिदेखि म पनि कुनै दलसँग जोडिएको छु। मैले पनि लगभग 18-20 वर्ष विद्यार्थी राजनीति गरेको एक खाले अब यो भोलि यो टिभी च्यानलमा मलाई पनि हेरिरहेका हुन्छन्, यो फलानु दलको मान्छे हो त्यही भएर भोट माग्या होला भन्ने कुरा आउँछन्। त्यसो हुँदा म पनि एउटा राजनीतिक दलसँग जोडिएको हुँदा म मेरो व्यक्तिगत रूपमा भन्दा यो क्षेत्रको विकासका लागि आजसम्मै ती व्यक्तिले जितेका त छैनन्, हाम्रो त्यो चिन्हले जितेको त छैन। तर जुन हामीले एउटा घोषणापत्र सार्वजनिक गरेको छ, यो बाटो, स्वास्थ्य अनि शिक्षा अनि यो एउटा विशेष घोषणापत्र चाहिँ के सार्वजनिक छ भने
यो कर्णाली कोरिडोरको जुन हाम्रो उम्मेदवारले अहिले मात्र नभएर योभन्दा अगाडि प्रदेश सरकारमा पनि उहाँले एउटा कर्णाली कोरिडोरको जुन एउटा भिजन ल्याउनु भएको छ, जुन एक खाले भिडियो सार्वजनिक भएको छ, त्यो भिजन र त्यो भिडियो आज पनि यथास्थितिमा छ। त्यो विकास गर्नका निमित्त त्यो उहाँहरूको जुन त्यो भिडियो त्यो रियालिटीमा ल्याउनका निमित्त चाहिँ मैले चाहिँ अब यो सूर्यमा मतदान गरिदिन हुन र द्वारिका प्रसाद न्यौपानेलाई विजय गराइदिन हुन यो मिडिया मार्फत सम्पूर्ण यो क्षेत्रका जनतालाई अपिल तथा यो क्षेत्रका जनतालाई म हार्दिक अनुरोध गर्दछु। धन्यवाद। दर्शकहरू, हामी देशमा चुनावी माहौल छ, फागुन 21 गते नजिक आइरहेको छ, देशमा चुनावी माहौल तातेसँगै दर्शकहरू यतिखेर प्रतिनिधि सभाको लागि देशभरि चुनावी माहौल तातेको छ र जोशीपुरका बजारका व्यापारीहरू योपालि कस्तो उम्मेदवारलाई विजय गराउने, नयाँ वा पुराना, अहिले नयाँ वा पुराना भन्ने एक किसिमको देशभरि माहौल तातेको छ। यसै बिचमा हामी जोशीपुरका बजारका व्यापारीहरूसँग कुराकानी गरिरहेका छौँ र जोशीपुरका बजारका व्यापारीहरूसँग हामी थोरै यता पनि कुरा गरौँ। जोशीपुरका व्यापारीसँग थोरै कुराकानी गर्दैछौँ हामी। सर, यहाँलाई हार्दिक स्वागत छ। हजुर नमस्कार, धन्यवाद। देशमा चुनावी माहौल तातेको छ, योपालि कस्ता उम्मेदवारलाई भोट दिने तपाईँको इच्छा छ? कस्ता जसले प्रगति गर्न त्यसले नै दिने पर्ने हो। हामीलाई त अब त्यसो त थाहा छैन, भोटर आइडी नै बनेको छैन, के दिने हामी? तपाईँको भोटर आइडी नै छैन? कति वर्ष भयो? 28। तर 28 हुन सक्दा पनि भोटर कार्ड छैन? छैन। यस, नागरिकता पनि छैन? छैन। किन? बुबा विदेशी भएकोले भन्ने प्रक्रियामा छ अहिले। बन्ने प्रक्रियामा छ? हजुर। यस, अहिलेसम्म नागरिकता पनि नभएको कारणले। तर कस्ता उम्मेदवारलाई विजय गराउनु पर्छ भन्ने तपाईँको भनौँ न एक किसिमको चाहना छ योपालि? अब त्यस्तो त हामीलाई थाहा छैन, भोटर आइडी नै छैन, सोचेकै छैनौँ के भन्ने अब, त्यस्तो केही थाहा छैन। एकदमै उहाँको नागरिकता नै नभएको अवस्था छ र हामी बुझिरहेका छौँ यतिखेर देशमा चुनावी माहौल तातेसँगै कस्ता उम्मेदवारलाई विजय गराउने। हामी एकजना व्यापारीसँग जोड्यौँ। यहाँलाई हार्दिक स्वागत छ। धन्यवाद। नमस्कार। सर्वप्रथम यो हेलो टेलिभिजनलाई म हजुरको नाम? चाहन्छु। म सन्तोष पौडेल। यसो भनौँ न, अहिले देशमा फागुन 21 गते प्रतिनिधि सभाको चुनाव आउँदैछ। प्रतिनिधि सभाको चुनावका लागि उम्मेदवारहरू घर दैलो अभियानमा छन्। त्यसो अब नयाँ र पुराना भनौँ अथवा यो अब की बार बालन सरकार भन्ने पनि नारा छ, यो कस्तो छ? अब कस्ता उम्मेदवारलाई तपाईँहरूले मत दिने? मान्छेको सोचाइमा फरक पर्छ है, मेरो विचारमा है। हजुर। अब के भने देशमा जब प्रजातन्त्र आइसकेपछि देशमा एउटा किसिमले जनताहरूले आराम सुखीले बस्न पाएको छ। बिचमा के भइदियो भने हाम्रो देशमा बिचमा आन्दोलन पनि भयो होइन। अब एक त 5 वर्ष चलाउन सकेको छैन त्यो सरकार। हामी के भन्छौँ, गरेन भन्छौँ, गर्न त गरेको छ। किनभने हिजो हेर्नु 46 सालमा जुन यो 48 सालदेखि हेरौँ अब बहुदल आयो, प्रजातन्त्र आयो। प्रजातन्त्र आइसकेपछि काम भएको थियो, बिचमा चाहिँ नि द्वन्द्व फैल्यो, माओवादी उत्पन्न भयो, त्यसमा चाहिँ देशमा अशान्तिहरू फैल्यो, भएका संरचनाहरू भङ्ग भयो होइन। भएपछि आर्थिक समस्याहरू जटिल अवस्थामा आयो देश। त्यसपछि बिचमा यो शान्ति सम्झौता भयो, माओवादीलाई पनि ट्र्याकमा ल्यायो। अब यसलाई चाहिँ गणतन्त्र भनेर एउटा चाहिँ लोकतन्त्रको पनि भयो, स्थापना भयो, संविधान बन्यो। संविधानभन्दा पनि यहाँ धेरै द्वन्द्वहरू फैल्यो। मान्छेहरूले के भयो भने वास्तवमा नेपाली जनताहरूले स्थिर रूपले हामीले एउटा सरकार पाएको छैन। गर्न त गरेको छ, नगरेको होइन, भएको छ विकास भएको जुन रूपले हामीले विकास खोजेको त्यो हिसाबले विकास हुन सकेको छैन। तर अहिले सामाजिक सञ्जालमा देशमा विकासै भएन, पुराना राजनीतिहरूले विकासै गरे, नयाँलाई चान्स दिनुपर्छ। हामी एउटा कुरो सुदूरपश्चिम जोड्दाखेरि हामीले यहाँ कर्णालीको पुल थिएन, त्यो कुन बेला भएको छ त्यो विकास होइन। हिजो सुदूरपश्चिमबाट तपाईँको कर्णालीबाट चाहिँ के अरे मैलनगर जाँदामा हाइवे थिएन, पुलहरू कुनै पनि थिएन, कति समस्या थियो। आज हेर्नु त राजाको पालामा राजाले बौद्धल आइसकेपछि बनेको पनि थियो होइन र, बौद्धल आइसकेपछि बनेको मलाई जहाँसम्म लाग्छ। मैले हेर्दा म सुरुमा यहाँ 54 साल आउँदाखेरि यहाँ पुलहरू थिएन, त्यो अवस्थामा यो विकास भएको हो। तर जुन हिसाबले हामीले रफ्तारमा छिटोमा हामीले विकास खोजेको त्यो विकास हुन सकेन। यो पालि मत नयाँ या पुरानालाई? मत त यस्तो छ, अब नयाँमा होइ मात्रै लगाएर त्यो होइन, त्यसको सिद्धान्त विचारहरू के छ होइन। भोलिको देशलाई कतातिर ट्र्याकमा लाने हो, त्यसको विचार पनि हुनु पऱ्यो नि त। आज विकास गर्छु भन्दैमा लैमा लागेर त मान्छे भएन नि त। त्यसको विचारहरू सुन्नु पऱ्यो, त्यसको चाहिँ सबै कुरो सिद्धान्तहरू हुनु पऱ्यो। एउटा विचार र सिद्धान्त भएपछि मान्छे बल्ल लक्ष्यतिर पुग्न सक्छ। हामी बिना विचारको मान्छेहरू हल्लेको भरमा पुगेर त हुँदैन नि त। स्पष्ट भने तपाईँको नयाँलाई नयाँ भन्ने कुरै हुँदैन। राम्रो मान्छे, सक्षम मान्छे होइन। देशभरि त बालेनको चर्चा छ, बालेन प्रधानमन्त्री बनिरहेछन् यतिखेर जनताहरू। सामाजिक सञ्जालमा त अब अहिले त मिडियाको अब बेबिगी अब प्रत्येक गाउँ टोलमा मिडिया छ
अब मिडियाले अब हालेको छ हुन सक्छ अहिले मिडियाले अब म बोलेको कुरालाई पनि धेरै कुराहरू प्रचार गर्दै भने त म पनि त भाइरल हुन सक्छु नि त होइन भन्नुहोस् त तपाईँको मत कसलाई स्पष्ट भन्नु मत राम्रो मान्छे म एउटा पहिलेदेखि म एउटा चाहिँ तरुण दलको नेविसनको मान्छे हो होइन म है तपाईँको गर्न सक्ने एउटा कांग्रेसलाई प्रश्न भन्नु लोकतन्त्रवादी होइन प्रजातन्त्रवादी एउटा चाहिँ जनतालाई चाहिँ एउटा सक्षम आवाज उठाउने बोल्न सिकाउने एउटा चाहिँ लडेको पार्टी हो राणासित सक्षम पार्टी हो हिजोको दिनमा नेतृत्वहरूले कमजोरी गर्यो होला त्यो आफ्नो ठाउँमा छ अहिले त नेतृत्व पनि चेन्ज भएको छ त्यही भएर मेरो चाहिँ नेपाली कांग्रेसलाई अब की बात गागौँ सरकार हुन्छ धन्यवाद हामी यसै गरी बुझिरहेका छौँ जोशीपुरका व्यापारीसँग कुराकानी गरिरहेका छौँ यो पालिको मत के छ चेन्ज छ या के छ हामी थोरै कुराकानी गरौँ हजुरको नाम मेरो नाम विजय घिमिरे हजुर के छ यो पालि देशभरि भनौँ न फागुन 21 गते चुनावको रौनक कतिको छ के छ यहाँ बहुत व्यापक छ हजुर तर मेरो आफ्नो पर्सपेक्टिभमा चाहिँ हामी परिवर्तन चाहन्छौँ नयाँ नेतृत्व चाहन्छौँ तर त्यो भन्दै गर्दाखेरि पुरानालाई हेपेको होइन राम्रो चाहियो के बुझ्नुभयो कसैलाई देशमा केही गरोस् अब अति भयो अत्याचार भयो अब केही गरौँ नयाँ अवसर दिउँ अबको भोट स्पष्ट भन्नुपर्दा कसलाई समानुपातिक घन्टी प्रत्यक्षमा मैले चाहिँ हेर्दैछु बुझ्दैछु उसको क्यापेबल कति छ त्यो हेर्नु बाँकी छ है अझै उम्मेदवार तपाईँले राम्रोसँग बुझ्नु भएको छैन बुझाएँ तर परिवर्तनको पक्षमा आउनुहुन्छ 100% त्यसमा डाउट छैन अबको नेतृत्व नयाँ लिनुपर्छ भन्ने कुरा मलाई लाग्छ है हुन्छ धन्यवाद अब चाहिँ जरा उखालौँ पुरानाको जडा उखाल्ने नयाँको जडा रोप्ने उखालौँ प्लस उखाल्दै गर्दाखेरि नयाँ सबै राम्रो छ भनेर भनिदिनु भयो है नयाँ पनि घुसपेट छ तर हामी के गर्नुपर्छ हामीले मूल्याङ्कन गर्ने हो नि त को ठिक छ को ठिक छैन राम्रोलाई भोट देऊ नराम्रोलाई फालौँ त्यही मेरो है हामी यतिखेर जोशीपुर बजारको रौनक बुझिरहेका छौँ जोशीपुर बजारका व्यापारीसँग कुराकानी गरिरहेका छौँ र जोशीपुर बजारका व्यापारीसँग हामी बुझिरहेका छौँ के भन्छन् जोशीपुर बजारका व्यापारी यहाँलाई स्वागत छ म्याडम के छ यो चुनावी माहौल एकदमै तीव्र बढिरहेको छ यो पालिको भोट कसलाई दिनुहुन्छ के छ अब बढ़िया वाला मलाई इंटरेस्ट कहाँ हो कसलाई नयाँ दल अथवा पुराना दलको बीचमा निकै प्रतिस्पर्धा छ पनि भन्ने गरिन्छ कसलाई दिनुहुन्छ के छ तपाईँ भनौँ न जोशीपुर बजारको एकदम प्रख्यात व्यापारी पनि हो कसलाई मत दिनुहुन्छ यो पालि के छ के जीते वाला आता है उन्हें तो देव जो जित्नेवाला छ उसैलाई दिनुहुन्छ नयाँ पुरानाको बीचमा केही छैन है एकदमै उहाँले जो जित्ने खाले छ उहाँलाई नै मत दिने भन्ने कुरा गर्नुभएको छ र हामी बुझिरहेका छौँ जोशीपुर बजारका व्यापारीहरूसँग हामी व्यापारीको मत लिइरहेका छौँ र व्यापारीसँग छ र देशमा निकै माहौल तातेको अवस्था छ हामी देखिरहेका छौँ देशमा माहौल तातेसँगै हामी जोशीपुरका व्यापारीसँग कुराकानी गरिरहेका छौँ यहाँलाई स्वागत छ सर योपालि भनौँ फागुन 21 गते प्रतिनिधि सभाको चुनाव हुँदैछ प्रतिनिधि सभाको चुनावका लागि देशभरि चुनावी माहौल तातेको छ नयाँ र पुराना दल बीच निकै प्रतिस्पर्धा भइरहेको छ तपाईको मत योपालि कसलाई कस्ता उम्मेदवारलाई दिनुहुन्छ अब त्यो त अब अझै थाहा छैन होइन अझै अब फिल्ड हेरौँ कस्तो छ हजुर अझै उम्मेदवार चिन्न बाँकी छ चिनेर हालौँला यसपालि तर परिवर्तन चाहिरहेको छौँ नयाँ खोजिरहेको छौँ केही परिवर्तनको पक्षमा हुनुहुन्छ हजुर एकदम स्वतन्त्र हो म स्वतन्त्र हुनुहुन्छ तर कसलाई दिने भन्ने अहिले उ गर्नु भएको छैन हजुर एकदमै हामी बुझिरहेका छौँ जोशीपुरका व्यापारीहरूसँग कोही नयाँको पक्षमा भन्नुहुन्छ कोही केही भन्नुहुन्छ तर अहिलेसम्म जोशीपुरमा पनि निकै माहौल तातेको अवस्था छ र हामी जोशीपुर बजारका व्यापारीसँग को हुनुहुन्छ साउजी हजुर हो ए उता हुनुहुन्छ र हामी माहौल बुझिरहेका छौँ यहाँनिर जोशीपुर बजारका व्यापारीसँग हामी बुझिरहेका छौँ र हामी थोरै साउजीसँग कुराकानी गर्न चाह्यौँ यहाँलाई स्वागत छ हजुर जसो भनौँ न देशमा चुनावी माहौल तातेको छ फागुन 21 गते चुनाव नजिकै आइसकेको छ देशभरि नयाँ र पुराना बीच निकै प्रतिस्पर्धा छ भन्ने गरिन्छ योपालि तपाईँको मत कस्ता उम्मेदवारलाई दिनुहुन्छ कुन पार्टीलाई दिनुहुन्छ के छ के भन्न चाहनुहुन्छ हजुरको नाम के मेरो नाम गणेश बहादुर रावत हजुर योपालि कस्ता उम्मेदवार अथवा कस्ता पार्टीलाई मत दिनुहुन्छ के छ बुझेका मान्छेहरूलाई दिने हो हजुर बुझेका मान्छेहरूलाई दिने हो जसो भन्नु देशप्रति प्रेम होस् देशप्रति माया होस् त्यस्तो मान्छेलाई गर्नु यसो नयाँ र पुराना बीच निकै प्रतिस्पर्धा भनिन्छ कसरी दिनु भएको छ प्रतिस्पर्धा त छ योपालि नयाँ कि पुराना तपाईँको मत पुरानालाई वा नयाँलाई अब यो कस्तो सिचुएसन पर्छ त्यसमा डिपेन्ड गर्छ मान्छे कस्तो पर्छ देशप्रति प्रेम छ हजुर त्यसलाई जसो भनौँ न योपालि अबकी बार बालेन सरकार भन्ने गर्छन् के छ तपाईँको धारणा यो विषयमा के भन्न चाहनुहुन्छ अब यो त बनाउने उखान मात्रै हो हजुर तर अब पछिको त्यो अब 21 गतेसम्म को कस्तो कस्तो एजेन्डा दिन्छ त्यो एजेन्डा आधारमा जान्छ
अहिले आफ्नो पार्टीको एजेन्डा हुन्छ हजुर। को राष्ट्रियता तर्फ जान्छ को उतातिर जान्छ त्यो आधारले गर्ने हो राष्ट्रियता तर्फ छैन भनेदेखि त्यो मान्छेले भोट के छ बालेनको भनौँ न एजेन्डाहरू राष्ट्रियतर्फ छ कि छैन के लाग्छ त्यो एजेन्डा मैले पढाइ छैन अहिले अझै एजेन्डा पढ्नु भएको छैन अझै एजेन्डा पढाइ भयो नि बल्ल थाहा हुन्छ हुन्छ एकदमै हामी देखिरहेका छौँ जोशीपुरका व्यापारीहरूको मत पनि हामी देखिरहेका छौँ हामी देखिरहेका छौँ जोशीपुर बजारको मेन मुटु हो र हामी जोशीपुर बजारमा छौँ यतिखेर जोशीपुर बजारमा देशैभरि चुनावी माहौल तातिएको अवस्था छ र थोरै मैले साउदीसँग कुराकानी गर्न चाहेँ यहाँलाई हार्दिक स्वागत छ धन्यवाद। हजुरको नाम हरिप्रसाद गेवाली। यसलाई थोरै कम गर्न मिल्छ अनि जसो भनौँ न योपालि फागुन 21 गते चुनावी माहौल देशभरि तातेको छ नयाँ र पुराना बीच निकै प्रतिस्पर्धा छ भनिन्छ तपाईँ कस्ता उम्मेदवारलाई योपालि मत दिनुहुन्छ नयाँ या पुराना के छ म त हिन्दू राष्ट्र जाने राजा जाने रापरको लागि मतदान गर्न जान्छु अरू बाँकीको केही भरोसा छैन नेपाल खाने पनि सम्भावना छ अरूले देश खाने अरू सम्भावना छ अहिलेसम्मको स्थिति हेर्दाखेरि नेपाल चाहिँ अरू रापरपा बाहेक अरू दलबाट खतरा छ एकदम रापरवाले गर्न सक्छ योपालि त भनौँ न नयाँ बालेन सरकारले गर्छ नयाँको पनि देखेको सिंहदरबारमा आएको बेला पनि नयाँ देखेका हुन् मिडियामाबाट सुन्न आउँदैछ त्यो कहाँसम्म सत्य हो तर चाहिँ धेरै जनशक्तिले भनेअनुसार नयाँमा पनि कुनै भरोसा छैन पुरानाको त देखिसकियो नयाँमा पनि भरोसा छैन खालि सिर्फ राजा चाहियो राजा नआए देश रहँदैन राजाले देश नआए देश रहँदैन तर बालेन सरकारले के गर्न सक्दैन बालेनको मलाई केही पनि थाहा छैन बालेनको घर हेरियो अहिले ती महत्वाकांक्षी हुन् महानगरपालिकाका मेयर हुँदै पनि चाहिँ राजीनामा दिएर अहिले चाहिँ महत्वाकांक्षी भएर प्रधानमन्त्रीको लोभमा लागेका छन् फेरि पनि पदकै लोभमा हुन् त्यो देशको लागि होइन देशले गर्न जाने मान्छेले चाहिँ त्यो महानगरपालिका राजधानीको महानगरपालिकामा गरेर देखाउँथे 5 वर्ष आफ्नो कार्यकाल पुरा गर्नुपर्ने तिनले पनि अब भोलि प्रधानमन्त्री भन्दा पनि ठुलो पद पायो भने त्यहाँ पनि छोड्नु बेर छैन के भरोसा तिनीहरूको पदको लोभी हुन् तिनीहरू अनि जस्तो रवि लामिछाने जेलबाट फरार भएका हुन् जेलबाट अदालतले सफाई दिएको होइन तिनी जेलबाट फरार भयो भनिरहँदा फेरि सामाजिक सञ्जालमा तपाईँले गालीको ओहिरो लाग्न सक्छ ओहिरो लागोस् त्यसमा केही आपत्ति छैन किनभने अहिले जेनजी आन्दोलनमा जेलबाट तिनको कारणले नेपालभरिका जेलहरूबाट सबै कैदीहरू फरार भए अरू बाँकी त अरू त फिर्ता गए त तिनीलाई फेरि किन रिहा गरियो रवि लामिछानेकै कारणले देशभरिका तिनीकै कारणले हो सब तिनीकै कारणले हो कसरी मिडियाकैबाट सुन्यो हामी त अब गाउँमा बसेको मान्छेलाई अरू के थाहा हुन्छ मिडियाबाटै सुन्यो यसो भए तपाईँ योपालि राजाको पक्षमा उभिनु भएको छ राजाको एकदम कटिबद्ध भएर नयाँको पक्षमा नयाँ पक्षमा छैन हामी देखौँ कोही नयाँको पक्षमा कोही रापरवाको पक्षमा यहाँलाई स्वागत छ हजुर धन्यवाद योपालि तपाईँको मत कसलाई नयाँलाई कि पुरानलाई कसलाई दिन चाहनुहुन्छ नयाँलाई पुरान निकै हुनु बत्तीहरूमा के भन्छ र धार भइगयो योपालि नयाँलाई दिने युवालाई छान्ने युवाहरूले गर्ने हो नि राज्य बुढा मान्छेले राज्य गर्ने हो र उसलाई सल्लाह लिने हो सल्लाहमा बाध्यता राख्ने एकदमै हुन्छ धन्यवाद हामी यतिर देखिरहेका छौँ जोशीपुर बजारको माहौल निकै तातेको छ र जोशीपुर बजारका व्यापारीसँग हामी थोरै कुराकानी गरिरहेका छौँ योपालिको मत कसलाई नयाँ पुराना बीचमा प्रति हजुरलाई स्वागत छ देशभरि चुनावी माहौल तातेको छ फागुन 21 गते चुनाव हुँदैछ त्यसो भनौँ न देशमा नयाँ र पुराना दल बीच निकै प्रतिस्पर्धा भन्ने गरिन्छ तपाईँको मत योपालि कस्ता उम्मेदवारलाई कस्ता पार्टीलाई कसलाई छ नयाँ अथवा पुरानलाई के भन्न चाहनुहुन्छ अब हामी त नयाँ नै हेर्ने हो नयाँ भन्नुपर्दा कसलाई बालेनलाई अथवा बालेनको पार्टीलाई हेर्ने बालेनलाई योपालि घन्टीमा मत जान्छ किन केका लागि अब नयाँ परिवर्तनको लागि पुरानाले के गर्न सकेन अब धेरै देखियो नि योपालि तपाईँ नयाँको पक्षमा नयाँलाई मत दिनुहुन्छ हजुरको नाम देवीलाल चौधरी हामी देखौँ योपालि नयाँको पक्षमा पनि त्यति नै हुनुहुन्छ र पुरानाको पक्षमा पनि त्यति नै हुनुहुन्छ हामी जोशीपुर बजारका व्यापारीसँग कुराकानी गरिरहेका छौँ हजुर यहाँका व्यापारीसँग थोरै कुराकानी गर्न चाहे मैले र यहाँलाई हजुर थोरै मैले टाइम दिएँ हजुरको यहाँलाई स्वागत छ हजुर धन्यवाद हजुरको नाम मेरो नाम धर्मेन्द्र साउद भनौँ देशमा फागुन 21 गते चुनावी माहौल देशभरि तातेको छ नयाँ र पुराना बीच प्रतिस्पर्धा छ भन्ने गरिन्छ तपाईँको मत योपालि नयाँलाई वा पुरानालाई के छ योपालिको नयाँलाई दिने भन्ने सोच छ नयाँ भन्नाले नयाँ धेरै छन् कसरी कति बार बालेन सरकार पनि भन्ने गरिन्छ कसरी त्यो बारे मैले खासै नभनौँ तर योचोटि चाहिँ अब अलि विचार गरेर हाल्नुपर्ने छ पुरानालाई भन्दा पनि अहिले
नयाँ उसलाई चाहिँ दिने भन्ने सोच छ यस नयाँको पक्षमा तपाईँ उभिनु भएको छ हजुर अच्छा, पुराना दलका उम्मेदवारलाई मत दिनुहुन्न नै दिनुहुन्न भन्ने पनि हुन्न अब पुराना पनि राम्रो छन् होइन कोही कोही राम्रो छन् अब हामीलाई चाहिँ परिवर्तन चाहियो हो होइन परिवर्तनको पक्षमा हुनुहुन्छ परिवर्तनको पक्षमै छु म हुन्छ धन्यवाद हामी देखौँ निकै चुनावी माहौल तातिएको अवस्था छ ए हजुर स्वागत छ हजुरलाई यसो फागुन 21 गते चुनावी माहौल देशभरि तातेको अवस्था छ नयाँ र पुराना बिच निकै प्रतिस्पर्धा छ भन्ने गरिन्छ तपाईँको मत पुरानै पार्टीलाई वा नयाँलाई तातिएकै छैन अहिलेसम्म चुनाव तातिएकै छैन जनता उठेकै छैन खालि उम्मेदवार मात्रै उठेका छन् माहौल जो उठेछ माहौल के छ ठन्डा राम छ अहिले ठन्डा राम्रो हो जनता सब ठन्डा राम तपाईँको मत नेपाली नयाँलाई या पुरानालाई के छ नयाँ पुरानो भन्ने कुरो त उम्मेदवार हेरेर नै हुन्छ अहिले उम्मेदवार हेरेर हुन्छ कन्फर्म छैन अहिले नयाँको अबकी बार बालेन सरकार पनि भन्ने गरिन्छ नि के छ तपाईँको भनाइ अब बालन सानो ठिकै आफ्नो ठाउँमा उठिहाल्नु त्यो बेग्लै कुरो होइन हाम्रो सुदूरपश्चिम र पूर्वको बालनको आधार त मिल्दैन नि सिचुएसन फरक फरक हुन्छ नि ठाउँ अनुसार कहाँ सुदूरपश्चिम कहाँ पूर्व त्यही गरेर मिल्दैन त्यो सिचुएसन मिल्दैन त्यसो भए तपाईँ पुरानै दलको पक्षमा हुनुहुन्छ अब हेरौँ कुन पक्ष हुन्छ त्यो समय बताउँला हुन्छ एकदमै हामी देखौँ चुनावी माहौल तातेको अवस्था छ र चुनावी माहौल निकै तातेको छ र म थोरै यहाँनिर कुराकानी गर्न चाहे हजुरलाई स्वागत छ यो पालि भनौँ न फागुन 21 गते चुनावी माहौल तातिएको छ निकै माहौल तातिएपछि अहिले देशमा दुईटा दलको निकै प्रतिस्पर्धा नयाँ र पुराना भन्ने छ तपाईँको मत फागुन 21 गते नयाँ पार्टीलाई पुराना पार्टीलाई के छ कसको पक्षमा हुनुहुन्छ अब के भन्ने म त अब नयाँ होस् चाहे पुरानो होस् अब यो साल त म मानव नयाँ नयाँको पक्षमा हुनुहुन्छ नयाँलाई मतदान दिनुहुन्छ नयाँ भन्नाले नयाँ पार्टी कि नयाँ उम्मेदवारलाई नयाँ पार्टीहरूलाई मत दिनुहुन्छ हामी थोरै यहाँको साउजीसँग जोडिन चाह्यौँ हजुर साउजी हो म थोरै हजुरको टाइम लिन चाहेँ यहाँको शुभ नाम हजुर मेरो नाम टिकाराम कठरिया त्यसो भनौँ न देशमा चुनावी माहौल तातिएको छ फागुन 21 गते नजिकै आउँदैछ चुनावी माहौल नयाँ र पुराना बिच निकै प्रतिस्पर्धा छ भन्ने गरिन्छ तपाईँको मत नेपाली नयाँ या पुरानालाई नै के छ अहिले नयाँलाई किन नयाँ परिवर्तन त्यहाँ छ अब पुरानो पहिलादेखि गरेको नेताहरूले अब खासै गर्न सकेन हजुर देशलाई अब खासै गर्न सकेन त्यही भएर नयाँ चाहिएको छ नयाँ चाहिएको के गर्ला भनेर हजुर अबकी बार बालेन सरकार भन्ने गरिन्छ के छ तपाईँको भनाइ त्यही हो हजुर यही पक्षमा तपाईँ हुनुहुन्छ हजुर त्यसो भए तपाईँ नयाँलाई रोज्नुहुन्छ पुराना दलप्रति तपाईँको आश भरोसा छैन अहिले छैन हजुर त्यही कारणले गर्दा त यस्तो भयो अहिलेसम्म देशमा पुराना दलले गर्न सकेनन् भनेर त्यो हुनाले नयाँ रोज्नुहुन्छ हजुर हजुरको शुभ नाम हजुर कमल सिंह धामी कमल सिंह त्यसो भनौँ न यसलाई अब देशमा चुनावी माहौल निकै नजिक आइसकेको छ फागुन 21 गते प्रतिनिधि सभाको चुनाव हुँदैछ देशमा नयाँ दल र पुराना दल बिच प्रतिस्पर्धा छ भन्ने गरिन्छ तपाईँको मत यो पालि कस्ता उम्मेदवारलाई कुन दललाई के छ कसलाई दिने भन्ने हो त म त अब अहिले नयाँ हेरौँ भन्ने प्लान छ नयाँ दललाई हेरौँ नयाँ दल भन्नाले धेरै हुनुहुन्छ फेरि नयाँ दल पनि धेरै उम्रिया छन् कुन दललाई ठ्याक्कै अहिले नयाँलाई अब नयाँ मान्छे हेर्ने हो नयाँ दल भन्नाले नयाँ अब अहिले घन्टीको लहर छ देशभरि अब घन्टीलाई नै एकचोटि हेरौँ भन्ने प्लान छ अहिले नेपाली घन्टीलाई नै हेरौँ भन्ने अरू पुराना दलका उम्मेदवारहरूलाई किन मत नदिने तपाईँको खास कारण पुरानालाई धेरै हेरिसक्यौँ धेरै देशलाई अब यस्तो अलिकति केही परिवर्तन गरौँ भन्ने सोच हो नयाँले गर्न सक्छन् भनाइ हो तपाईँको गर्न सक्छन् तर अहिले हामीले बजारमा थुप्रैका बाइक लियौँ तर नयाँले देश जलाए खत्तम गरे भन्ने पनि आयो के भन्नु चाहनुहुन्छ भन्नाले जसले कहाँ जला जसको शासन सत्ता जसको हातमा उसले जलायो होइन उनको हातमा केही थिएन कसले जलाउला जस तपाईँ नयाँको पक्षमा उभिनु भएको छ अहिले नयाँलाई हेरौँ भन्ने हुन्छ धन्यवाद हामी यतिखेर यो माहौल बुझिरहेका छौँ के भन्छन् यहाँका हजुर यहाँलाई स्वागत छ हजुर हजुरको नाम गङ्गबहादुर साउद नेपाली भनौँ न फागुन 21 गते प्रतिनिधि सभाको चुनाव हुँदैछ नयाँ दल र पुराना दल बिच प्रतिस्पर्धा छ भन्ने गरिन्छ योपालि तपाईँको मत कसलाई घन्टी तर रालो बिनाको घन्टी छ त बज्दैन बज्ने घन्टी पनि छ घन्टीमै अब हुन्छ भन्यो भित्र सुस्तीका छाप ट्याक्क ल्याएपछि प्याच्चै घन्टीमा नेपाली मत घन्टीमा भन्ने गरिन्छ
हजुर साउजी थोरै हजुरको टाइम लिन चाहे फागुन 21 गते चुनावी माहौल देशभरि तातेको अवस्था छ हजुर होइन नजिकै फागुन 21 गते आइसक्यो पुरानो दल र नयाँ दल बिच निकै प्रतिस्पर्धा छ भन्ने गरिन्छ देशमा नेपाली तपाईको मत कस्ता उम्मेदवारलाई र नयाँ पुरानोलाई के छ यसपालि अब जाने अब नयाँ नै हेर्नुपर्ने हो होइन सबै दाजुभाइ दिदीबहिनी सबैले चाहिँ मलाई के भन्छु भनेपछि तपाईँ यहाँ जुन पार्टीको हुनुहोस् है मेरो त सोच अनि घन्टीमै छ नयाँ पार्टीलाई दिनुपर्छ भनी समर्थन गर्छु म त नयाँ पार्टीलाई किन घन्टी मानेले किन पुराना पार्टीहरूको लागि किन नै पुराना पार्टीहरूले अब जाने हेरियो 30-35 वर्षसम्म हेरियो होइन काङ्ग्रेस एमाले माओवादी सबै हेरियो हामीले होइन 10 वर्ष आफूले पनि काम गरियो त्यसमा होइन तर जाने केही विकसित हुन सकेन त्यसमा र हाम्रो युवा केटावा जाने विदेश जानुपर्ने रोजगारी नेपालमा नभएको कारणले गर्दा र कुनै कम्पनीहरू कुनै पनि छैन हामीसँग होइन विदेशी जानुपर्ने हुन्छ त्यस कारणले नयाँले गर्न सक्छन् कि भन्ने हाम्रो जाने एउटा जाने केही विचार छ त्यस कारणले घन्टीमा निम्ति भन्ने सोच छ हाम्रो नेपाली तपाईँ नयाँको पक्षमा हुनुहुन्छ हजुर हजुर हुन्छ धन्यवाद